हेलो साथीहरु, आज म मेरो माइजूको घर भक्तपुर आएको थिएँ दिउँसोतिर। अनि त्यसपछि हामी बेलुका चाहिँ अनि माइजूकोबाट नजिकै पर्दो रहेछ क्या, दरबार स्क्वायर 5 तले। अनि त्यसपछि जाउँ भनेर हामीले प्लान गऱ्यौँ अनि हुन्छ भनेर छिटो खाना बनायौँ खायौँ होइन। अनि त्यसपछि माइजू म अनि हाम्रो दुईटा नानीहरू हामी 4 जना एउटै स्कुटीमा होइन गुटुङटुङ गयौँ होइन। उता दरबार स्क्वायर नजिकै पर्दो रहेछ क्या। अनि त्यसपछि अनि जाउँ भन्नुभयो अनि हुन्छ भनेर गयौँ। अनि अब गएपछि अब भिडियो नबनाउँदा कुरै छैन, त्यही पनि मैले हैन। अनि भिडियो बनाउँदै गयौँ, मस्किँदै बोल्दै गयौँ हामी। भित्र पर्छ होला नि, त्यस्तो भित्र पनि नआयो। आदर्श जोगे यो उता सुरेदिन उता जग्गा थियो। ठिक हो, हामी चाहिँ मेन रोडमा पुगेछौँ। अनि त्यहाँबाट नजिकै रहेछ क्या। अनि गफ गर्दै माइजूको ज्याकेट अब ज्याकेट नभए पनि जाडो भएको थियो। ज्याकेट नलिकन आएको थिएँ, माइजूको ज्याकेट लाएर भयो पनि होइन। जाने भनेपछि त रेडी हो नि त एकदमै। अनि यो चाहिँ ठ्याक्कै हामी दरबार स्क्वायर पुग्न लागेको छौँ। भिडियो म गर्दै हिँड्दैछु होइन। भिडियो त गर्दै हिँड्नु पऱ्यो। फाइनली हामी दरबार स्क्वायर पुगिसकेका छौँ। तर पनि कस्तो राति भन्दा पनि साँझमा कस्तो धेरै भिड क्या, एकदमै भिड थियो होइन। ल माइजू त जानुभयो होइन। कहाँ नानी हो उसलाई गाडी आइरहेको त्यस्तो लडिन्छ है, बिस्तारै आऊ। लड्छ होला मान्छे, घुमी आउने पऱ्यो मान्छे, बिस्तारै आउने लड्छ। मेरो बहिनी हो, हाई भन। कति क्युट देखि। लड्छ है नानी, बिस्तारै है। डराउँदैन यार, बच्चा चुई हिँडिन्छ। यतिको चाहिँ हुनु पऱ्यो क्या। तर लात्ते हाम फाल्दै हुन्छ कि उड्दै हुन्छ कि गुड्दै हुन्छ कि, बच्चाहरू त गुटुङटुङ छन्। तर जे होस् ज्याङ्गो छन् मान्छेहरू। भनेपछि यहाँ चाहिँ यस्तो झिलिमिली भइरहेको छ होइन। लडाइँ राति पनि झिलिमिली छ यहाँ चाहिँ। मलाई यहाँ जाडो थरथर छु। क्युट छ नि मेरो बेबी, यति क्युट छ नि। हामी चाहिँ आइपुग्यौँ होइन। अनि आइपुगेर हामी चाहिँ सब फोटोसोटो खिच्ने भन्दैछौँ। उहाँ चाहिँ मेरो माइजू हुनुहुन्छ है भनेर, त्यही पनि जाऊँ न भनेर त्यही पनि आयौँ हामी होइन। म चाहिँ आउने बेला हल्का मेकअप गरेर टल तल्किरहेको छु। उहाँ चाहिँ नेचुरलै राम्रै हुनुहुन्छ होइन। मान्छेहरू चाहिँ यति धेरै भिड रहेछ हो। अनि राति पनि हो, म छक्कै परेँ। राति भन्दा पनि साँझ पऱ्यो, साँझ भन्दा पनि 8 बज्यो क्यारे होइन। भयो होला हौ, खानु थियो क्या। मजा लाग्यो भिडियो फोटो खिच्न भने। नानी त्यहाँ बस्ने अरे, त्यसका लागि तानो पऱ्यो। यो रात चाहिँ भिडियो निकाले गर्न मन लाग्यो। गोरी मान्छेको जति पनि गोरै आउँदो रहेछ। कोही कहाँ चढ फोटो खिच्नु भिडियो गर्नु। ल भाइ आइदियो फोटो भिडियो गर्दाखेरि होइन। हामी त पछि भिडियो गर्दैछु होइन। भाइ आएर फोटो के अरे सानो झरेर यहाँ तल झऱ्यो होइन। म चाहिँ यहाँबाट झर्न मलाई कस्तो डर लाग्यो नि त। मलाई डर लाग्यो। अनि पूजा विष्ट सब्सक्राइब गर ल, भरे गर। म तिम्रो पनि भिडियो हालिदिन्छु भरे। यता यस्तो झिलिमिली छ होइन। माइजहरू पनि तल हुन्छ, हामी चाहिँ म यहाँ तल झर्नु भनेको कति डर लाग्यो मलाई होइन। पारा हान्दैछ मेरो बहिनीले होइन। चाहिँ भिडियो गर्दै बसिरहेको छु होइन। यो भाइ पारा हानिदिएको भाइ। यो भाइ चाहिँ पुरै जिस्काइरहेको छ होइन पुरा। भिडियो सुटो गऱ्यौँ होइन, फोटो सुटो खिच्यौँ। अनि त्यसपछि अब हामी झऱ्यौँ होइन। होला नि पारा के महन्सी हैन र
सानो सोधेर पारा मान्छेहरू यति धेरै हुन्छ कि यति धेरै हुन्छ कि यति धेरै हुन्छ कि होइन यस्तो राति पनि मान्छेहरू यति धेरै क्या मेरो भयो जहाँ पनि पारा पारा भन्दा आएर होइन मुस्कानहरूको बाल त पारा पारा हो क्या अहिलेको हामी सेता हिँडिरहेको छौँ गाइड छोड्न सक्नुहुन्छ हामी चाहिँ दरबार स्क्वायरमा छौँ होइन एकदमै दामी दामी भिडियोहरू आइरहेको छ यहाँ बच्चाहरू हेर्न सक्नुहुन्छ यस्तो झिलिमिली यस्तो रमाइलो भइरहेको छ हामी चाहिँ भिडियो गरेर बसेर छौँ होइन मेरो माइजू चाहिँ सिङ्गल हुनुहुन्छ होइन के बोले मेरो माइजू सिङ्गल माइजू सिङ्गल हुनुहुन्छ होइन तिम्रो मम्मी हुनुहुन्छ कि तर उसको मम्मी हुनुहुन्छ तर सिङ्गल हुनुहुन्छ यो त अर्को बच्चा छ बात त सही है सिङ्गल भनेको मम्मा हेर्नु हुने मामाले नि हो कि मेरो बहिनी लभ गर्दै कसले गर्नु बाबाले त गर्नु जाने मैले माइजूले भिडियो बनाएँ होइन बनाउँदिनँ भने माइजूले ज्याकेट समेत खोला लगाएँ होइन राम्रो देख्छ क्या माइजू हामी कति बेला निस्क्यौँ घुमी मरिम होइन ए मेरो माइजूले पनि हो हजुर हो अब अर्को मन्दिर पनि जाने भन्नुहुँदैछ अब एकलट्टा पनि मेरो बहिनीले चाहिँ पारै छ अब बहिनीको भिडियो चाहिँ भएर युट्युबमा आउँछ सब्सक्राइब गर्छ मेरो बहिनीले चाहिँ टिकटक उयो भइरहेको छ होइन टिकटक बनाइरहनु भएको छ होइन उहाँहरू चाहिँ साडी लाएर खुट्टा लाएर टिकटक बनाइरहनु भएको छ खतरा पारामा म त डर लाग्यो यहाँ चाहिँ होइन हामी के गर्नुभएको होला के मतलब हुन्छ नि बेन्डेन टाइपको टक्क लाएर आउनु भएको नि त अनि त्यसपछि के रहेछ भनेको उहाँ चाहिँ त्यो ब्याज हुँदैन त्यो दिनुहुँदो रहेछ क्या त्यो बेन्टेनहरूको के त्यो ब्याज दिनुहुँदो रहेछ अनि त्यसपछि हामीले पनि पाएको थियौँ यहाँनिर होइन तर मैले त्यो भिडियो चाहिँ देखाइनँ अनि त्यो ब्याज दिनुभएको थियो हामीलाई पनि अनि यो दिदी यो केटीहरूले पनि लिइरहेको छ क्या यो गाई छ मतलब केटीहरूले पनि लिइरहेको छ होइन त्यो उहाँले नै बोलाउनु भयो अनि त्यसपछि अनि फोटोहरू खिच्नु भयो उहाँहरूले हामीले चाहिँ फोटोसोटो पनि खिचेनौँ होइन जस्तो दाइ थियो नि त दाइले ब्याज दियो कस्तो राम्रो रहेछ त है हामी चाहिँ होइन उता घुम्यौँ 5 तले घुम्यौँ होइन अब म बोल्न साथ मेरो बहिनी हाँस्छ किनकि म लाउडमा बोल्छु नि त मेरो भोइ चाहिँ यस्तो छ होइन अँध्यारो आइरहेको छ किनभने हामी अगाडि गइरहेको छौँ अँध्यारो छ यतिखेर चाहिँ को मान्छे भनेर म डरले भाग्न आँटेको मेरै बहिनी अर्को बहिनी आएछ नानी अब तर आज चिसो चाहिँ मैले यस्तो टी सर्ट लाएर हिँड्दा चाहिँ मलाई चिसो चाहिँ ओभरै लाग्छ भन्ने कुरो मलाई थाहा छ होइन किन अँध्यारो आएको हामी गइदिन्छौँ त गरिन्छौँ त 5 तले घुम्यौँ अनि 5 तले घुम्यौँ अब दरबार स्क्वायर हिँडेको होइन नखाने थियो नानु भोलि आएको भए चाहिँ हुन्थ्यो खानालाई अहिले त के लिनु भोलि नत्र एकछिन यही नजिकै रहेछ हामी नत्र एकलट आउनुपर्छ खै कहिले जानु नानु पर्सि जाने ए मेरो बच्चाहरू यहाँ छ होइन अर्को बच्चा बेबी यहाँ छ होइन बेबीहरू धेरै मेरो बेबी बहिनीहरू यति क्युट छन् कि होइन कोही चाहिँ पारै मात्र भन्ने खालको झन् कोही के भन्ने खान यहाँ चाहिँ मेरो दिदी चाहिँ भाइको भागे हुनुहुन्छ त्यहाँ चाहिँ बम पड्काउन आँट्दै रहेछ यता चाहिँ दिदी डरेर भएको छ उता हेर्नु त
फुलजडी हो कि के भन्छ यसलाई चाहिँ फुलजडी भन्छ यसलाई ल जामै त उता तपाईहरु पनि पान्तले घुम्न अनुमा छ भने कमेन्टमा पान्तले लेखेर जानु होला उता हामी चाहिँ भागेको भागे हुनुहुन्छ अनि म चाहिँ यता छु पुची ल यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ अनि हामी चाहिँ यहाँ दरबार स्क्वायरमा आएको छौँ यहाँ चाहिँ मेरो बुइनी बसेको छ अनि यहाँ बस्न भने ओर्लिँदैछ जामै तल मेरो बुइनी फेरि माथि चढ्यो यता हो त्यहाँ तल फेरि चढाइदिन्छु ल फेरि ऊ चढ्छ रे हो गाई हो कि के हो हामीले चाहिँ यहाँ अँधा र भयो पनि बनाइरहेको छौँ बत्ती बालेर लो ब्याट्री भएछ 10% भयो बाय 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 उफ घोडामा चढ्यो उसको यहाँ रहर पुग्यो अब मेरो चाहिँ फोन पनि अफ हुन आँट्यो हामी चाहिँ दरबार स्क्वायरबाट माइजूमा बसिरहनु भएको छ माइजूबाट हामी जान्छौँ भिडियो अब हामी खासै बनाउँदिनँ ठाउँमा आइपुग्यौँ होइन अनि यसरी घुम्यौँ सकियो अब हामी फोन अफ गरेर जान्छौँ होइन त्यो चाहिँ माइजूले अब स्कुटी सिक्नु भयो अब हामी जान लाग्यौँ होइन सानो आऊ पूजा गर्न गयो बच्चाहरू हाई हाई हिरो नि देख्नुहुन्छ नि हाम्रो मान्छे फेरि ल बच्चा पनि बस्यो ओइ ब्याग खोइ सानो झोला खोइ तिम्रो त्यो बोकेको रातो ए कस्तो हुनाले मैले सम्झेछु हौ त्यही भने ल्याउ नानी ल हामी पनि गयौँ साथीहरू फाइनली घर आइपुग्यो होइन देउसी आइरहनु भएको रहेछ अनि त्यसपछि हामी चाहिँ गेट खोलेर भित्र गयौँ